ऐसेलु हेर्ने हो गाई चाहिँ ऐसेलु ऐसेलु दिखान रे भाइ लाली गुराँस खाएको फुल मिठो छ एकदम बिजर खानै खाएन र तिमीले गाडी लिएर आएको भात खानै पाएन यार यत्रो टाढाको बाटो यार कता आएर फस्यो यार तिमी 5000 दिनु मलाई 5000 ल पखन टेन्सन नगर लाली गुराँस खाउन पाल्छ साटो त्यहाँ एउटा बुरुमा टिपेर ऐसेले खुवाउने भए अझै ऐसेले खाने अझै खुवाउँछु म त्यो लिएर जानु तिम्रो बाइक चढेन र साथी गाडी चढेन होइन त तिम्रो लोड नपुगेर झिका कडा सामान झिका फटाफट लगाएर सुलित्तै छ त बाटो पनि अनि होइन सामान सबै उयो सारो पर्छ माथि जानु घर चाहिँ है कहाँ खै ए त्यो घर होइन त्यो बाख्रा बस्ने यहाँ बाख्रा पाल्छ नि त अनि त्यहीँ गएर उठाला बस्ने अनि बाख्रा चढ्न जान्छ अनि सबै आउँछ बेलुका भएपछि गाडी चढ्दै चढेन नि यार तिम्रो गाडी नचढ्नु भन्दा नि यो भयो बाटोमै यो भयो नि निशान भयो होइन लोड पनि पुगेन पुगेन त्यसलाई गाधा के भारी रुल्स हुन्छ नि त्यही हो है के गाडीमा कुन गाडी हो रे यो हाम्रो नेपालमा चल्ने अशोक लेनको काम रहन्छ भनेपछि भाले गाडी चाहियो अब अहिले उतले गाडी मेरो अब यो गाडी उचाल्नु पर्यो हामीले 3 जनाले 4 जनाले उचाल्नु पर्छ ल ल उचाल्नु ल उचाल्नु एउटाले यहाँ बाइक ढस्काएर बाटै भएर हिँडिरहेछ उचाल्नु ब्याके सकिन्छ त यत्रो ब्याकै ब्याग कहाँ यस्तो ठाडोमा ब्याके ब्याग यहाँसम्म त ठिकै हो त्यो तल त झन् खतम छ नि त नि त्यही त टर्निङ सब त यो घर पनि झर्न लागेको छ कहिले झर्छ फेरि लाउरीहरू आयो के गर्नु ल भन्नु मान्छे आयो बेला फटाफट ल चाक उता होइन यता पार न यसरी क्या चाक यो यसको पछाडिको के यता उता तिमी माथि जाऊ माथितिर लैजाऊ